केही दिनदेखि सोसियल मिडियामा चाहिँ जेनजीको रियल लिडर चाहिँ को हो भन्ने आइरहेको छ। खासमा रियल लिडर भन्ने नै छैन। जेनजी भनेकै 1997देखि 2012सम्ममा जन्मेका उमेर समूहको चाहिँ मान्छेहरू हो। अनि अब यो चाहिँ मल्टिपल ग्रुप्स थियो प्रोटेस्टमा है। अब हाम्रो सुजन दाईको चाहिँ एउटा ग्रुप थियो, हामी नेपाल भन्ने। उहाँको ग्रुपले पनि एकदम राम्रो गयो। उहाँले चाहिँ उहाँको ग्रुपले धेरै कन्ट्रिब्युट गरेको छ यो प्रोटेस्टको लागि। अनि अब एउटा चाहिँ तपाईँको ग्याप के भयो भन्दाखेरि उहाँले गरेको हेर्ने चाहिँ इन्स्टाग्राममा भएको मान्छेहरूले, अब उहाँ फेसबुकहरूमा सायद त्यति उहाँको ग्रुप एक्टिभ छैन होला, इन्स्टाग्राममा एक्टिभ थियो र हामीले एकदम मजाले देखिरहेको थियौँ उहाँको ग्रुपले एकदम राम्रो काम गरिरहेको थियो। अनि भनौँ न क्रेडिट पनि उहाँले पाउनै पर्छ, उहाँले राम्रो काम गर्नुभएको थियो, त्यसलाई नाइ भन्नै मिल्दैन। अब हामीले अहिले आएर चाहिँ यो कुरामा चाहिँ मिसअन्डरस्ट्यान्ड गर्न थालेर अनि यत्रो चाहिँ काम गरेको मान्छेको चाहिँ कामलाई नै स्टार्ट गरिदिँदाखेरि एउटा त उहाँलाई नै अब कस्तो खालको भयो होला होइन। अर्को कुरा भनेको चाहिँ यो इन्स्टाग्राममा चाहिँ उहाँको काम धेरै देखिने भएको कारणले इन्स्टाग्राममा चाहिँ जो मान्छे एक्टिभ हुनु हुँदैन, अब उहाँले चाहिँ अलिक रुचाउनु भएको छैन। तर यो खासमा लिडरको कुरा नै होइन। एक हिसाबले उहाँहरूले नै सरकार चाहिँ गठन गर्नमा ठुलो चाहिँ सहयोगिता भयो उहाँहरूको। त्यो कारणले गर्दाखेरि चाहिँ अब चाहिँ हामीले फेरि यहीमा चाहिँ झगडा गर्न थाल्यौँ, को हो कसो हो भनेर गर्न थाल्यौँ भने चाहिँ त्यो हाम्रो एकदम दुर्भाग्यको कुरा हुन्छ, किनभने सरकार गठन भइसकेको छ। अब यसमा पनि उहाँलाई अब त भनौँ न हाम्रो एजेन्डाजहरू के छ त, बेटर नेपालको लागि के चाहिन्छ भन्ने कुरा चाहिँ यो पुट फोर्थ गर्नलाई पो हामीले उहाँलाई इन्करेज गर्ने हो होइन। अब त फेरि गऱ्यो भने त फेरि अस्थिरता आउँछ देशमा। सरकार फेरि त्यो अलिकति कम्प्रोमाइजिङ ठाउँमा चाहिँ हुन्छ। त्यो कारणले उहाँको कन्ट्रिब्युसन एकदम राम्रो छ है, मैले आफैले देखेको छु, मैले यतिकै भनेको पनि होइन। अनि उहाँ डिजर्भ पनि गर्नुहुन्छ प्रेज। अब दिनरात नसुतिकन गर्नुपर्छ, यस्तो हामी पनि कतिजना सुतेको छैन होला, तर सुत्दै नसुत्दाखेरि मान्छेको भनौँ न अलिकति गाह्रै हुन्छ नि त। बोल्ने बेला पनि अलिकति टुङ्गो हुँदैन, उहाँ थोरै भावुक हुनु बोला, थोरै बेला बेलामा आक्रोशित हुनु बोला। तर त्यस्तै हुन्छ नि, मान्छे सुतेन भने इरिटेटेड हुन्छ, के हुन्छ, यो एकदम ह्युमन गुण हो। अब उहाँले चाहिँ जुन तरिकाको चाहिँ बिहानदेखि बेलुकासम्म खट्ने काम गर्नु भइरहेको छ, त्यो गर्दाखेरि धेरै गाह्रो हुन्छ। त्यो कारणले बरु इन्स्टाग्राममा पनि उहाँहरूको काम हेर्नुहोस्। उहाँ चाहिँ भनौँ न उहाँको ग्रुप इज अ डिजर्भिङ ग्रुप है। त्यसको लागि चाहिँ मेरो पनि उहाँहरूलाई एकदम बेस्ट लक, बेस्ट विसेस छ। उहाँहरूले चाहिँ त्यो यत्तिकै गर्नुभएको होइन, राम्रो काम गरेरै पुग्नु भएको हो। प्लिज यो यसरी चाहिँ के भन्छ डिबेट भयो, कसले के गर्यो, को लिडर भन्ने कुरा भयो भने उहाँको ग्रुपको लिडर उहाँ नै हो है, अरू कोही होइन। म त्यो अरू केही भन्दिनँ, उहाँको ग्रुपको लिडर उहाँ नै हो, राम्रो काम गर्नुभएको छ। यो सरकारलाई हामीले बलियो पार्नु पर्यो, उहाँलाई समर्थन गरौँ। अहिले यो कुरामा अल्झ्यौँ भने फेरि सरकार अस्थिर हुन्छ, त्यो हुन नदिउँ। उहाँलाई एकदम सबजनाले खुलेर सपोर्ट दिउँ। लिडर त जो भयो नि के फरक परेर, हाम्रो एन्ड अफ द डे हाम्रो गोल भनेको त आखिरमा देश बन्नु हो, त्यति नै त हो।